Hey guys, welcome back to my channel. सबजना चाहिँ बिआरपी सालमा स्वागत छ। आयो सबजना सन्चै हुनुहुन्छ होला भने आज साथमा न्यू डे भन्ने भ्लगमा आइसकेको छु। सो आज चाहिँ म इन्डिया टु काठमाडौँ जाँदैछु है। इन्डिया टु नेपाल जाँदैछु। काठमाडौँको यात्रा छ है। सो अहिले चाहिँ बुवा र ठुलो बा हुनुहुन्छ। अब टक्क अब हामी चाहिँ बस पक्रिनुपर्छ। अब के कस्तो हुन्छ भिडियो अन्तिम सबै हेरिदिनु होला। देखाउने नै छु बाटोमा के कस्तो हुन्छ हैन। सो अब चाहिँ बाजे र भिनाल चाहिँ उतै रुममा छोड्दैन भयो। अब चाहिँ रोड नि हेरेर छ मेन रोड। अब चाहिँ टक्क हामी चाहिँ यहाँनिर गएर बस्नुपर्छ है। रेल अब बस्नु पर्छ स्टेसन जानुपर्छ। अनि 8 बजेको चाहिँ हाम्रो रेल छ। रेलमा चढ्नुपर्छ है गाइजहरू। है गाइजहरू चढिसक्यो। रेल चढ्नुहुन्छ टक्क बुवा र ठुलो भाइ बस्नु भएको छ। बसिरहेको भित्र अब चाहिँ हामी आधा घन्टामा चाहिँ रेल स्टेसन पुग्नेछौँ। अब 8 बजीसम्म 8 बजीबाट चाहिँ हाम्रो रेलमा चढ्नु पुगाइदियो है। कतिको चल्नुहुन्छ सिम यतातिरको है। अब सिआरी पनि भइरहेको छ है। अब कति आफू यताउता गरिरहेको स्टेसनमा पुगिसकेको छ। अनि देख्न सक्नुहुन्छ शीतलपुर यता चाहिँ हाम्रो ठुलो बा देख्न सक्नुहुन्छ। सब खेलाएर अब चाहिँ मलाई चाहिँ पुर्याउन आउनु भएको छ। ट्रेनमा पुर्याउन आउनु भएको छ। देख्न सक्नुहुन्छ पुरै शीतलपुरको टक्क स्टेसन। यतातिर चाहिँ धेरै भिडभाड त छैन। बुवा चाहिँ त्यहाँ टिकट काट्न जानु भएको छ गाइजहरू। अब चाहिँ स्टेसनमा भित्र छिर्दैछौँ। त्यो काटेर हजुर गाडी चाहिँ बसिरहेको छ है। अब चाहिँ 1 घन्टामा चाहिँ गाडी आउँछ। अब देख्न सक्नुहुन्छ स्टेसनमा छौँ हामी चाहिँ शीतलपुरको स्टेसनमा देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ 5वटा प्लेटफर्म रहेछ। टक्क अहिले चाहिँ खाली छ यहाँनिर चाहिँ। अब उता रेल आइरहेछ। यहाँनिरबाट टल्किएर देखिरहेको छैन के कस्तो हुन्छ अब है। अब जनरल डिब्बामा हो। अब भिडभाडै हुन्छ होला सायद होइन। भिडियो बनाउनु पाउँछु कि नै अब त्यो चाहिँ फिक्स छैन गाइजहरू। भिडियो बनाउनु पनि सक्छु नबनाउनु सक्छु केही छैन त्यसको लागि। अब चाहिँ ट्रेनबाट झरिसकेको चाहिँ भिडियो बनाउने छु म। अब के कस्तो हुन्छ हेरौँला होइन गाइजहरू। अब जनरलमा कस्तो हुन्छ भने चाहिँ गाइजहरू पुरा भिडभाड हुन्छ नि त उतातिर। पुरा भिडभाड हुन्छ हेर्ने। अब पाइलै चाहिँ ठाउँ हुन्न होइन। अब मोबाइल कसरी ठहराउने अब हेर्छु। भिडियो बनाउने कोसिस गर्छु मैले चाहिँ। के कस्तो हुन्छ हेरौँला होइन। अहिले देख्नु सक्नुहुन्छ अहिले चाहिँ यताको 7 बजिसक्यो। अब 1 घन्टामा चाहिँ गाडी आउँछ। उताबाट रेल आइरहेको छ। बुवा र अब ठुलो बा चाहिँ अहिले बाहिर चाय पिन जानु भएको छ। देख्नु सक्नुहुन्छ मेरो सामान मेरो ब्याग मेरो चाहिँ म चाहिँ ब्ल्याङ्केट छ होला। टक्क अब भोलि 8 बजी चाहिँ म रक्सोल पुग्छु। अनि साँझ चाहिँ म काठमाडौँ दाइहरू हुन ड्युरुमा भाइहरूमा पुग्छु म। अब त्यहाँ गएपछि भिडियो त बन्छ होइन। अब हामी अब धेरै अब सफर कहाँसम्म हुन्छ म र अब पशुपति यताउता घुम्ने भन्ने कुरो हो। के कस्तो हुन्छ त्यो गराउने छु भिडियो। अब म के भन्न चाहन्छु भनेपछि मलाई चाहिँ सक्यो अहिले भन्दै रेल आइसक्यो है। एक्सप्रेस वे पनि अब त्यस्तै त छ यतातिरको चाहिँ। अब उता गएपछि चाहिँ म भिडियो बनाउने छु होइन। आइसक्यो है। रेल चाहिँ आइसक्यो। रिजेपी छ र टक्क बुवा र ठुलो बा टक्क लाएर मलाई पुर्याउन आउनु भएको छ टक्क लाएर अब जानेछौँ। गुड मर्निङ सबैलाई चाहिँ देख्न सक्नुहुन्छ अहिले उज्यालो भइसकेको छ है। सो अगाडिको भिडियो चाहिँ बनाउन पाएँ। त्यसको लागि चाहिँ मैले चाहिँ कस्तो भयो त्यही गाह्रो भयो कि यो चाहिँ चढ्दाखेरि चाहिँ अब मौसम धेरै बाजे थियो। अहिले चाहिँ खाली छ हेर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ अहिले भर्खर उठेँ म पनि। खाली छ रेल चाहिँ अहिले। सो अब चाहिँ म 1 घन्टामा चाहिँ रक्सोल पुग्न लागिसकेको छु गाइजहरू। अब देख्न सक्नुहुन्छ यहाँनिर पुरा मान्छेहरू यताउता गरेर आएको छन् होइन।
अब म 1 घन्टाभित्र रक्सोल अब गाडी पाउनुपर्छ मैले। अहिले चाहिँ स्टेसन पुग्न आँटिसक्यो है। यसपछि चाहिँ रक्सोल छ यो स्टेसनपछि चाहिँ। के भयो भनेपछि मस्तो मान्छे भएर भिडभाड भएर चाहिँ भिडियो पाइएन है गाइजहरू। फाइनली गाइजहरू म चाहिँ गाडीमा चोरिसकेँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ प्याक भइसक्यो है। अब चाहिँ हिँड्न लागेको छ। हामी चाहिँ नेपालको बार्डर कटाइसक्यौँ। देख्न सक्नुहुन्छ नेपालको बार्डर। अब चाहिँ रक्सोलबाट काठमाडौँको भ्यू हेर्दै जाउँ है गाइजहरू। गाइज अहिले चाहिँ म रुममा पुगिसकेको छु होइन। काठमाडौँ पुगिसकेको छु होइन। देख्न सक्नुहुन्छ मेरो भाइ होइन। अब उतातिर आन्टी हुनुहुन्छ होइन। यतातिर चाहिँ दाइ होइन। टक्क यहाँ मासु चाहिँ लिएर आएको छ होइन। लोकल चल्लो है। लोकल टक्क भर्खर माउले चाहिँ अन्डा दिँदै थियो लिएर आयौँ होइन गाइजहरू। टक्क अब यसलाई खानुपर्छ। हामीले भट्टा फराइ हान्नुपर्छ है। सो म चाहिँ पुगिसकेँ होइन। अब अलि कतै प्रब्लम हुन्छ नि त। देख्न सक्नुहुन्छ लुगा सुगा छन् होइन गाइजहरू। बत्तल बन्दी छ यस्तै छ होइन। यतातिर हो